मेरो देउरानी बहिनीको आज बर्थडे हो नि त। सो हामीले चाहिँ उसलाई सरप्राइज केक दिन लागेको। सरप्राइज केक भन्नाले उसलाई थाहा त छ, किनभने हामी साथीहरूले चाहिँ जसको बर्थडेमा नि केक काटिदिन्छ। सो उसलाई थाहा त छ, तर जहिले पनि बेलुका काट्थ्यो, तर अहिले चाहिँ हामीले अहिले काटिदिन लागेको। लेट्स गो देयर। ह्याप्पी बर्थडे मेरो बहिनी। यो चाहिँ मेरो यो चाहिँ मेरो बहिनीको टेलर सप। उयो आउनु उयो आइज नि यहाँ बुढा बुढीको जुत्ता यहाँ बस्नु। यहाँ अरूले देख्छ कि यहाँ शीतल हो कि ल बस पलिटी बसेर बस। त्यही नै हुन्न हाम्रो बुढा र बुढीलाई गिफ्ट है तिमीलाई रोशनलाई। रोशनले मेसिनमा ल छिटो छिटो न छिटो न अहिले जुत्ताले उता भित्र ठाउँ पाएन क्या। मेरो प्यारी बहिनीलाई ह्याप्पी बर्थडे फेरि पनि। छिटो छिटो नन्ना मुन्ना सा ल्याउनु पर्यो। भर्खरै त पोसिबल छैन होला नि। यहाँ बस्नु त हुन्थ्यो नि। यहाँ बोलाउनु त रोशनलाई नि। छैन होला नि। बोलाउनु न अनि दुईजनाले बाल्टी झ्यार्री। रोशन काले भन त। हामीले त बोले हामीले बोलाएको त बोलेन। काले भन त एकचोटि। काले भन्ने बित्तिकै हजुर भन्छ कि फेरि। हामीले रोशन भन्दा नि बोले छैन है। ओ कति सानो यो भाडा ठ्याक्कै काटेर रहेछ कि त्यो भएर चेकिङ रहेछ मुर्दा नि। अहिले मैले हेर्दा त थिएन त। अहिले फेरि ठ्याक्कै हामी जाने चेकिङ सुरु हो। चेकिङ गर्यो कसलाई गर्यो त? अरूले गर्दै थियो क्या। फेरि उता गयो हामी त पारी गएर त्यो बिहान त्यहाँ बसेर नि हामी लिएर आएको। अनि न त म अहिलेसम्म हिँड्दा है एकचोटि चेकिङ परेर बिहान चाहिँ थियो। अघि हामी जाँदा चाहिँ म त्यो मम्मीले फर्सी ल्याइदिँदा चाहिँ थिएन के। गयो पस्नै हिँडेर कता गइले है बर्थडे गर्लको ह्याप्पी बर्थडे हुन्छ यता यता बस्छ दुईटै हामी त्यहाँ बच्चा लिन जाने बेला भयो नि। अब 3:30 भयो के। 3:30 भयो नि त। अब कुनी यहाँ मुइयाको अनि यो स्पेसल ठाउँमै काट्नु परेन कुनी। मुइया सधैँभरि बस्ने यो ठाउँ स्पेसल ठाउँ। Happy birthday to you. Happy birthday to you. Happy birthday dear beloved. Happy birthday to you. यही त हो नि, यति त हो नि दिन सक्ने हामीले है। अरू त्यहाँ त जुत्ता यो जुत्ता है बुढा र बुढीलाई त जुत्ता है गिफ्ट। बुढा र बुढीलाई गिफ्ट द्याइसक्यो। कस्तो गनाएको बारुद गनाएको बारुद भन्छ त्यसलाई। बारुद भन्छ नाकभित्र गयो के। Happy birthday to you. Happy birthday dear beloved Moya. Happy birthday. मेकअप सेकअप गरेर बस्नु हुँदैन
मेकअपै राम्रो थियो त है कुनी सुतेर उठेर आमा खै पहिला त पहिला त ओए 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 मुला फेरि कम स्लिम हुने हो ल भयो मजा लाउने हो बिहानको 5 बजे छ सुइन रेडी भयो अब घाटुमा घाटु खोइ खान बिहानको 5:37 खै त हेर त सानो कस्तो देखेछ वाह राम्रोसँग नाचेर आवाज खै पछाडि आमाको हालत हेर्नु यहाँ उभिँ त सानो यहाँ आइज त यहाँ आउनु मेरो छोरी चुट्का नाच्ने कोत्रेबाट रेडी भइसक्यो कस्तो राम्रो देखेछ उता फर्कियो न ओइ त उसका त्यो खुट्टामा लाउने त्यो छै के भन्छ र त्यसलाई बन्न लाग्यो अब कोत्रेकोहरू चाहिँ बासपानी भन्ने ठाउँमा घाटु खोइ खान जाने चुट्का नाच्ने ला पानी परेछ क्या सानो हे त छाता हाल है छाता ओ मम्मी छाता हाल्नु है पानी पर्छ होला यो ढाकाको नि कसरी लाउने सानो ए टिका कति सानो लाग्यो त उ त्यहाँ छ त मेरो अलि ठुलो है सबैजना रेडी भइसकेको छ मेरो नन्द राम्रोसँग नाचेर हो है भैया त्यसले भेट्दैन घरमा त छ क्या थरी थरीको जान्नु त सबै आयो चल उसैले कान्छी आमा भित्र गएको होइन ए सानो भयो क्या त्यो टिका त हो त्यो लगा अहिले पछि बरु त्यो त साह्रै सानो भयो होइन यो अलिकति ठुलो हो नि त यो लगाइदियो बरु यो टिका ठिक्कको रहेछ खै बेबी यही लगाएको तैँले त्यही लगाइदियो यसो पनि भित्र भयो यसरी लगा न यो बिटलाई यता देखाउनु पर्छ के यसरी गाली मात्रै पर्छ भलाको बिजत हुन्छ कि बिहान सिधा लिएर जग्गा
bisa bisa. कान्छी आमा खै त Coba muka punya mana kan muka punya. किन Sampai ada kopi ni nak aja boleh. ल जा छिटो अहिले आमाले कराउँछ बाय बाय आइसक्छ कहिले हाई भन्दैन सनम भाउजूको भ्लगमा छिटो जा के ओ त्यहाँ भिडियो खिचे नानीहरू नाचेको बाई रामसँग गएर आइज है बाई तिमीहरू हेर नछुट्यो है अरे भाइ मेर मायालाई नबिर्सनु है ज्यान मैले दिँदा दुःख लायो मायाले नलिँदा काली पारे दाइ मेर मायालाई नबिर्सनु है भारी लाउँदै लयो मैले धुरी माग्ने खरा केले हेर्छु सानानीलाई जहिरी जान तर्न सकिन्छ र एक दिन गने दुई दिन गने गइसकेछ महिना सबै गए रमितामा म त जान पाइन दिनु दिए मायाले धोका हुँदो रहेछ मैले झै सम्झेता काली पारे दाइ मेर मायालाई नबिर्सनु है माया सबैजना उता बास के हो के ठाउँ भन्थ्यो ए बासपानी भन्ने ठाउँमा चाहिँ घाटु खोइ खाना खुवाएको छ नि त समाजबाट अनि यहाँ चाहिँ ठुला आमा एक्लै हुनुहुन्छ अनि ठुला आमालाई चाहिँ कान्छा बाबाले चाहिँ मलाई तरकारीहरू तताएर दिए भन्नुभएको थियो तर ठुला आमा एक्लैलाई दिन्न ठुला आमा एक्लै हुन्छ म पनि यता उता एक्लै हुन्छु नि त त्यही भएर मैले पनि यहाँ भात लिएर आएको के यहाँ हर्केसमा हालेर अनि यहाँ ठुला आमालाई अलिकति तरकारी ल्याइदिएको अनि अब चाहिँ ठुला आमासँगै बसेर म र ठुला आमा भात खान्छौँ